टाउको दुख्ने अनि रुन मन लाग्ने एकदम झिझ्झ्यार लाग्ने त्यस्तो भएको थियो। टाउको दुखेपछि आफ्नो फेस देखेर आफैलाई दिक्क लाग्ने, झिझ्झ्यार लाग्ने, खान मन नलाग्ने, अब धेरै कुराहरू मनमा खेल्ने त्यस्तो हुन्थ्यो। दुखाइ भनेको ठ्याक्क यहाँ दुख्ने, आधी ठ्याक्क आधी दुख्ने, दुखेपछि ननस्टप 6-7 दिन केही खान मन नलाग्ने, 6-7 दिन ननस्टप दुख्थ्यो। अनि अहिले यहाँ आएपछि चाहिँ म धेरै खुसी छु। मनमा त्यस्तै हो, घरयासु कुराहरू आउने, अनि कसरी जिन्दगी बित्ला, बच्चा छ एउटा, अनि बच्चाको चाहिँ के होला, आफू केही भइहाल्यो भने आधी उमेर नै गएन भने जस्तो चाहिँ हुन्थ्यो। अहिले त म बाँच्छु, मैले टेन्सन लिनु हुँदैन, म ह्याप्पी छु भन्ने हुन्छ। मेरो लागि त भगवानै भए डक्टर त। उहाँको कुरा सुनिसकेपछि कतै तपाईँलाई पनि यस्तै प्रकारको लक्षण छ भन्ने अनुभूति त भएको छैन? छ भने तपाईँले यसमा एकदमै विचार गर्नुपर्ने कुरा के छ भने कतिपय माइग्रेनका बिरामीहरू माइग्रेन सँगसँगै अरू लक्षण हुँदाहुँदै पनि माइग्रेनको उपचारको लागि मात्रै विभिन्न ठाउँमा धाइरहेका हुन्छन्, तर उनीहरूलाई सँगसँगै एङ्जाइटी पनि भएको हुन्छ, जसले गर्दाखेरि उपचार त्यति धेरै ठाउँमा धाउँदाखेरि पनि सफल भइरहेको हुँदैन। यदि तपाईँलाई पनि यस्तो किसिमको लक्षण छ भने तपाईँलाई माइग्रेन सँगसँगै एङ्जाइटी पनि भएको भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ र उपचार गर्दाखेरि दुवै समस्यालाई सँगसँगै इन्टिग्रेटेड रूपमा उपचार गर्ने हो भने उहाँलाई जस्तै तपाईँलाई पनि निको हुन सक्छ।